दर्शकवृन्द नमस्कार। कार्यक्रम सुन्दर सुदूरपश्चिममा तपाईहरुलाई हार्दिक स्वागत छ। म दुर्गा भट्ट। सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा एनटिभी कोहलपुरले तयार पारेको कार्यक्रम सुन्दर सुदूरपश्चिम तपाई हरेक बिहीबार साँझ 7:30 बजे र शुक्रबार बिहान 9:30 बजे एनटिभी कोहलपुरमा हेर्न सक्नुहुन्छ। साथै यो कार्यक्रम एनटिभी न्यूजमा हरेक शनिबार साँझ 7 बजेको समाचार पछि पनि प्रसारण हुने गर्दछ। दर्शकवृन्द, सुरुमा लागौ आजका विषयवस्तुतर्फ। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको विकास र समृद्धिका लागि सबैभन्दा पहिला नागरिकको स्वास्थ्य सेवा सर्वसुलभ हुनुपर्ने भन्दै विभिन्न स्वास्थ्य सेवाका अभियानहरू सञ्चालन गरेको छ। प्रदेश सरकारले फरक समयमा नागरिकको स्वास्थ्य सम्बन्धी शिविरहरू पनि सञ्चालन गर्दै आएको छ। थप सामग्री सहकर्मी रामसिंह ठगुन्नाबाट। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको विकास समृद्धिका लागि सबैभन्दा पहिला जनताको स्वास्थ्य स्वस्थ हुनुपर्ने भन्दै विभिन्न स्वास्थ्य सेवाका अभियानहरू सञ्चालन गरेको छ। प्रदेश सरकारले विभिन्न समयमा विभिन्न खालका स्वास्थ्य शिविरहरू सञ्चालन गर्नुका साथै विभिन्न तालिमहरू समेत आयोजना गर्ने गरेको छ। विभिन्न अस्पतालको सेवा प्रभावकारी बनाउनका लागि स्वास्थ्य कर्मीहरूको तालिमदेखि पूर्वाधार विकासमा समेत प्रदेश सरकारले त्यत्तिकै ध्यान दिएको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जनस्वास्थ्य कार्यालय मार्फत प्रदेश सरकारले विभिन्न किसिमका स्वास्थ्य सेवाहरू प्रदान गर्दै आइरहेको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरले स्वास्थ्य सम्बन्धी विभिन्न अभियानहरू सञ्चालन गरेको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख ओम प्रकाश जोशीले कार्यालयले नियमित खोप आपूर्ति गर्नेदेखि अस्पतालको सेवा प्रवाहमा सहयोग गर्ने र अभिलेखीकरणलाई व्यवस्थित गर्ने काम गरिरहेको बताउनु भएको छ। स्वास्थ्य कार्यालयले 4-5 वटा क्षेत्रमा चाहिँ केन्द्रित भएर काम गरिरहेको छ। एउटा चाहिँ अब जुन हाम्रो नियमित खोप कार्यक्रम चाहिँ त्यसलाई आपूर्ति गर्ने, त्यसपछि सम्बन्धी स्थानीय तह स्वास्थ्य संस्था मार्फत नियमित खोपको रूपमा चाहिँ सञ्चालन गर्ने, त्यसको लागि चाहिँ सम्पूर्ण व्यवस्थापनको कार्यहरू गर्ने। अनि त्यो सँगसँगै चाहिँ जुन निःशुल्क औषधिहरू छन् प्रदेश सरकार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, सङ्घीय सरकारबाट आउने र केही कार्यक्रमगत केही त्यस्ता कमोडिटिजहरूलाई पनि सम्बन्धित ठाउँमा सम्बन्धित स्वास्थ्य संस्था प्रवाह गर्ने युनिटहरूसम्म चाहिँ पुर्याउने। र अर्को एउटा स्वास्थ्यको महत्त्वपूर्ण एउटा स्वास्थ्यको कम्पोनेन्ट भनेको सूचना व्यवस्थापन प्रणाली हो। त्यो चाहिँ विगत धेरै लामो समयदेखि स्वास्थ्यमा चाहिँ अभ्यास छ। जुन HMIS DHIS सिस्टम छ त्यसमा चाहिँ हाम्रा जति पनि आधारभूत स्वास्थ्य संस्थाहरू अस्पतालहरू छन् त्यो संस्थाले प्रवाह गर्ने जुन सेवाहरू छन् त्यसलाई चाहिँ अभिलेखीकरण गरेर प्रतिवेदन गर्नुपर्ने हुन्छ र त्यसमा पनि टाइममा चाहिँ त्यसलाई डाटाको भेरिफिकेसन गर्ने, सम्बन्धी स्वास्थ्य कर्मीहरूलाई चाहिँ क्षमता अभिवृद्धिका कामहरू गर्ने यसमा गर्छौँ भने। र अर्को विशेषतः जनस्वास्थ्यका अभियानहरू अहिले पछिल्लो दिनमा यही चालु आर्थिक वर्षमा मात्र पनि हामीले कोभिड खोपको भ्याक्सिनको चाहिँ अभियान 2 पल्ट चाहिँ सम्पन्न गरिसकेका छौँ। त्यस्तै दादुरा रुबेला खोप अभियान पनि सफलतापूर्वक हामीले सम्पन्न गरेका छौँ। अब निकट भविष्यमा पोलियो विरुद्धको खोप IPV भन्छौँ त्यसलाई पनि जेठमा चाहिँ सम्पन्न गर्ने योजना छ। त्यसै गरिकन जो प्रदेश सरकारले राष्ट्रले जुन अन्तर्राष्ट्रिय जगतमा चाहिँ कतिपय खोपबाट निवारण गर्न सकिने रोगहरूलाई चाहिँ को लागि चाहिँ थप नियमित खोप छँदैछ। त्यो सँगसँगै चाहिँ अभियान मार्फत पनि छुट भएका बच्चाहरूलाई चाहिँ खोप लगाइकन चाहिँ जुन राष्ट्रले लिएका लक्ष्यहरू छन् त्यसलाई चाहिँ टेवा पुर्याउने भन्ने हिसाबको क्रियाकलापहरू पनि गरिरहेछौँ अहिले। र अर्को कुरा केही शिविरहरू धेरै कुराहरू त अहिले अब स्थानीय तहबाट नै हुने गरेको छ पछिल्लो संरचनागत अन्तर्गत। र त्यसमा पनि केही त्यस्ता एकदमै हार्ड टु रिच एरियाहरू, त्यस्ता विकट बस्तीहरूमा हामीसँग प्राप्त साधन स्रोत
को आधारमा पनि केही क्याम्पहरू विशेष गरिकन यो परिवार नियोजन क्याम्प चाहिँ सङ्घीय सशर्तबाट नै अहिलेसम्म हामीसँग प्राप्त हुन्छ जिल्लामा। यो वर्षमा पनि हामीले 12वटा 9वटा स्थानीय तहको 12वटा ठाउँमा एउटा मिनी ल्याब क्याम्प चाहिँ हामीले सम्पन्न गऱ्यौँ। त्यसमा चाहिँ 167 जना चाहिँ लाभान्वित हुनुभएको थियो। त्यस्तै अर्को चाहिँ स्प्रेइङ कार्यक्रम, योभन्दा अघि पहिले चाहिँ मलेरियाको पनि एकदमै भार थियो कैलाली कञ्चनपुर जस्तो जिल्लाहरूमा, र अहिले चाहिँ जुन भ्याक्टर बर्न डिजिज भन्छौँ त्यसमा चाहिँ मुख्य गरिकन मलेरिया, कालाजार, डेङ्गी, स्क्रब टाइफस यो 4वटा रोगहरू चाहिँ अहिले सिजनल रूपमा चाहिँ एकदमै बढी केसहरू चाहिँ नोटिस भएको चाहिँ पाउँछौँ। विगतदेखि विभिन्न क्षेत्रहरूमा आवश्यक स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको भन्दै दक्षता विकासका लागि आवश्यक तालिम र अन्य खोप अभियान सञ्चालन गर्ने गरेको उहाँको भनाइ रहेको छ। स्थानीय तह र केन्द्रसँगको सहकार्यमा आवश्यक सेवा प्रदान गरिरहेको उहाँले बताउनु भएको छ। स्थानीय तह र प्रदेशका माथिल्ला निकाय, तालु निकायहरूसँग र केन्द्रीय निकायहरूसँगको समन्वय, सहकार्य र सहजीकरणको एउटा पुलको रूपमा पनि एउटा TOR अन्तर्गत चाहिँ रहेको छ। त्यही अन्तर्गत चाहिँ हामीले अहिले काम गरिरहेको चाहिँ छ। 9-15 दिनको अभियान भने पनि हामीले अझ छुट बच्चा खोप, त्यो अभियानको क्रममा केही छुट बच्चा पनि भेटेको भएर हामीले अभियानलाई चाहिँ लम्ब्याएर चैतको 7 गते मात्र हामीले सम्पन्न गरेका थियौँ। झन्डै 25-30 दिनको हाराहारीमा सम्पन्न गऱ्यौँ। त्यसमा अब तथ्याङ्क अनुसार चाहिँ झन्डै 115% चाहिँ कभरेज चाहिँ हामीले प्राप्त गरेका छौँ। स्वास्थ्य कार्यालय कञ्चनपुरका सुपरभाइजर कपिल देव जोशीले स्वास्थ्य कार्यालयले समन्वयात्मक इकाइको रूपमा काम गरिरहेको भन्दै सबै स्थानीय तहका सबै स्वास्थ्य इकाइहरूको सेवा प्रवाहमा आवश्यक सहयोग गरिरहेको बताउनु भएको छ। स्वास्थ्य कार्यालय अहिलेको सङ्घीयता पछाडि चाहिँ स्वास्थ्य कार्यालय भने समन्वयात्मक इकाइको रूपमा चाहिँ काम गरिरहेको छ। विशेष गरी प्रत्येक हाम्रो 9वटै पालिकामा चाहिँ स्वास्थ्य शाखाहरू चाहिँ स्थापना भइसके पछाडि त्यहाँ अन्तर्गत स्वास्थ्य शाखाले चाहिँ आफ्नो मातहतका सम्पूर्ण वडामा रहेका स्वास्थ्य संस्थाहरूको चाहिँ क्रियाकलापहरूको चाहिँ कार्यान्वयन गर्ने काम गर्छ भने स्वास्थ्य कार्यालयले चाहिँ सबै पालिकाहरूको चाहिँ क्रियाकलापहरूलाई चाहिँ समन्वयात्मक हिसाबले अगाडि बढाउने र विशेष गरी चाहिँ अब खोप लगायत अन्य लजिस्टिकहरूको चाहिँ सप्लाईको व्यवस्थापनको कामहरू चाहिँ हेरिरहेको छ। र त्यसै गरी विभिन्न प्रोग्रामहरूमा चाहिँ जिल्ला तहमा रहेका चाहिँ फोकल पर्सनहरूले चाहिँ प्राविधिक सहजीकरण गर्ने काम चाहिँ गरेको हुन्छ। र अब क्षमता अभिवृद्धिका क्रियाकलापहरू, विभिन्न तालिम गोष्ठीहरू सञ्चालन गर्ने र त्यसै गरी चाहिँ अब यो डाटाहरू एनालाइसिस गर्ने, उहाँहरूको लक्ष्य अनुसारको चाहिँ प्रगति भएको छ कि छैन त्यसमा चाहिँ उहाँहरूलाई चाहिँ सहजीकरण गर्ने कामहरू चाहिँ गरिरहेको चाहिँ छ। स्वास्थ्य कर्मीहरूको क्षमता वृद्धिदेखि जनस्तरमा जनचेतनाका कामहरू पनि भइरहेको भन्दै स्वास्थ्य इकाइहरूको आवश्यक औषधि आपूर्तिको काम पनि कार्यालयले गरिरहेको बताउनु भएको छ। स्वास्थ्य कार्यालय सङ्घ सरकार र स्थानीय तहको बिचमा पुलको काम गरिरहेको छ भने तीनवटै सरकारको सहकार्यमा आवश्यक सेवा प्रवाह गर्ने काम गरिरहेको छ। अस्पतालको सेवा प्रभावकारी बनाउनका लागि स्वास्थ्य कर्मीहरूको तालिमदेखि पूर्वाधार विकासमा समेत प्रदेश सरकारले त्यत्तिकै ध्यान दिएको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेका जनस्वास्थ्य कार्यालय मार्फत प्रदेश सरकारले विभिन्न किसिमका स्वास्थ्य सेवाहरू प्रदान गर्दै आइरहेको छ। सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहत रहेको सुदूरपश्चिम अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान डोटीले जिल्लाका 9वटै स्थानीय तहका वडाध्यक्षहरू र वडा सचिवहरूलाई योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ। स्थानीय तहको योजना तर्जुमाको पूर्व सन्ध्यामा दिइएको तालिमले वडा तहबाट जाने योजना छनौटमा महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ। थप चर्चा सहकर्मी सुभाष नेपालीबाट। सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहत रहेको सुदूरपश्चिम अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान डोटीको आयोजनामा डोटी जिल्लाका 9वटै स्थानीय तहका वडा अध्यक्षहरू र वडा सचिवहरूका लागि योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ। जनताको आवश्यकता, प्राथमिकता, स्रोत साधनको उपलब्धता, प्राविधिक सम्भाव्यता, सामाजिक आर्थिक प्रभाव र वातावरणीय असर जस्ता आधारलाई ख्यालमा राखी स्पष्ट आधार पहिचान,
निश्चित मापदण्ड निश्चित प्रक्रिया अपनाइ गरिने कार्य दिगो हुने भएको भन्दै यस कार्यलाई सफल बनाउन योजना तर्जुमाको महत्त्वपूर्ण भूमिका हुने भएका कारण स्थानीय तहको योजना तर्जुमाको पूर्व सन्ध्यामा यो तालिम फलदायी हुने सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटीका कार्यकारी निर्देशक गेहेन्द्र बमले बताउनु भएको छ। पहिलो कुरो त सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन हाम्रो 2077मा प्रदेश सभाले जारी गरेको हो। त्यो ऐनले चाहिँ विशेष गरेर चाहिँ त्यसले हामीलाई 3टा कुराहरू चाहिँ भनेको छ। त्यो ऐनले चाहिँ हाम्रो प्रतिष्ठानले चाहिँ अब गर्नुपर्ने पहिलो काम भनेको स्थानीय तहहरूको क्षमता विकास गर्ने भनेर भनेको छ। स्थानीय तहको क्षमता विकासमा पनि जननिर्वाचित हाम्रा जनप्रतिनिधिज्यूहरू र राष्ट्र सेवक अनि कर्मचारीहरूको क्षमता विकासको लागि स्थानीय तहको त्यो ग्रास रुट लेभलमा त्यसलाई डाउन टु अर्थ पनि हामी भन्छौँ। त्यो वडा तहसम्ममा चाहिँ कस्ता किसिमका के भन्छ प्लानिङ प्रोसेस सम्बन्धीका योजना तर्जुमा सम्बन्धीका चरणहरूमा अनि कुन स्टेपहरू चाहिँ फलो चाहिँ गर्नुपर्ने हुन्छ र त्यसले गर्दाखेरि जुन हाम्रो यो योजना छनौट गर्दाखेरि अथवा प्राथमिकीकरण गर्दाखेरि चाहिँ जुन यो योजना तर्जुमाका त्यो चरणहरू र जुन यो सरकारवालाहरूको संलग्नतामा चाहिँ एकुरेसी हिसाबमा कुन किसिमका योजनाहरू प्रायोरिटाइज गर्ने त्यो निड बेसको आधारमा आवश्यकताको आधारमा र त्यहाँ चाहिँ अब के भन्छ विपन्न महिलाहरू यस्तै गरेर जनजातिहरू हुन सक्छन् अथवा अपाङ्गता भएका मान्छेहरू हुन सक्छन् अथवा एकदमै अब गरिबीको चपेटामा परेका मान्छेहरू हुन सक्छन् र उनीहरूलाई पनि विकासको मूल प्रभावीकरणमा ल्याउनको लागि र त्यसको नेतृत्व गर्ने भनेको त अब वडाले चाहिँ हो। पालिकाले चाहिँ समग्र रूपमा हेर्छ भने वडाले चाहिँ अब आफ्नो वडाका विकासका कामहरू के कस्तो भइरहेको छ। जस्तो कि हाम्रो अब स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत चाहिँ 5वटा चाहिँ हाम्रा विषयगत क्षेत्रहरू चाहिँ त्यहाँ भनेको छ। पहिलो भनेको हाम्रो आर्थिक विकासको विषयगत क्षेत्र, दोस्रो पूर्वाधार, तेस्रो वन तथा वातावरण, चौथो भनेको संस्थागत विकास र अनि 5औँ भनेको अनि सामाजिक। यसका चाहिँ हाम्रा 24वटा सब सेक्टरहरू चाहिँ छन् र तिनीहरूमा चाहिँ अब यो आर्थिक वर्षको यो उत्तरार्धमा र यो आगामी वर्ष 81-82को यो पूर्व सन्ध्यामा जुन यसले प्री बजेट प्लानिङको अलि चरण भइरहेको भएर चाहिँ ठिक यो टाइम पनि भएको भएर अनि डोटी जिल्लाका हाम्रा 9वटा स्थानीय तहहरूमध्ये 4वटा स्थानीय तहहरूको हिजो र आज जुन भइरहेको छ जुन यहाँहरूले पनि अहिले देख्नुभयो र भोलि र पर्सि यसै गरेर अनि 5वटा स्थानीय तहहरूको पनि वडाध्यक्षज्यूहरू र वडा सचिवहरूलाई एउटै थलोमा चाहिँ ल्याएर उहाँहरूको बुझाइ पनि समान गराउने, एकरूपता गराउने अथवा जुन हाम्रो राष्ट्रिय योजना आयोगले चाहिँ एउटा दिग्दर्शन गाइडलाइन निकालेको छ। त्यो गाइडलाइन भनेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन 2078 भनेर चाहिँ छ। अनि त्यो दिग्दर्शनले चाहिँ केही स्टेप्सहरू केही चरणहरू योजना छनौट गर्दाखेरि चाहिँ दिगो विकास लक्ष्यलाई जोड्न पर्ने हुन्छ। यस्तै गरेर रोजगारीहरूलाई जोड्न पर्ने चाहिँ हुन्छ अथवा आर्थिक विकासका क्रियाकलापहरूलाई पनि त्यो वडाहरूले छुनुपर्ने चाहिँ हुन्छ। त्यो सँगैका अरू कुरालाई पनि छिटो प्रतिफल दिने र त्यसले चाहिँ लाभभन्दा लाभ त्यसले बढी बेनिफिट चाहिँ हाम्रा यी स्टेक होल्डरहरू नागरिकहरूलाई त्यो म्यासेज पनि जाओस् भन्नको लागि पनि जुन हामीले गरेका छौँ। स्थानीय तहहरूको योजना तर्जुमाको पूर्व सन्ध्यामा दिएको यो तालिमले वडा तहबाट जाने योजना छनौटमा महत्त्वपूर्ण भूमिका खेल्ने दिपायल सिलगढी नगरपालिका वडा नम्बर 6 का वडाध्यक्ष नरेश मलासी बताउनुहुन्छ। अब लगत्तै अब योजना तर्जुमा प्रक्रिया सुरु भइरहेको छ। यो तालिमले हामीलाई एकदमै हामीलाई सहयोग मिलेको, हामीले आवाज मिलेको, हामीले ग्रहण गरेको। नयाँ संविधान जारी भएसँगै सङ्घ प्रदेश र स्थानीय तहको पुनर्संरचना र स्थानीय सरकार सञ्चालन ऐन 2074ले प्रदान गरेको अधिकार अनुसार हरेक स्थानीय तहको योजना सञ्चालन र व्यवस्थापन पूर्वाधारको हिसाबले सक्षम र सामाजिक सुरक्षाका हिसाबले समतामूलक बनाउन उत्प्रेरित गर्ने भएका कारण यो तालिमले एकातिर स्थानीय जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता वृद्धि हुनका साथै अर्कोतर्फ वडा तहबाट आउने योजनाहरू जनमुखी हुने विश्वास गरिएको छ। यस तालिमले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता अभिवृद्धि हुनुका साथै वडा तहबाट आउने योजनाहरू जनमुखी हुने विश्वास गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिक सिप तालिम मार्फत दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न किसिमका सिप तथा तालिमहरूको आयोजना गर्दै आइरहेको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको व्यावसायिक तथा सिप तालिम केन्द्र मार्फत सञ्चालन भएका तालिमहरूबाट धेरैजसो युवाहरू स्वरोजगार बन्दै गएका छन्। पुनः सहकर्मी रामसिंह ठगुन्ना।
सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिक सिप तालिम मार्फत दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न सिप तालिमहरूको आयोजना गर्दै आइरहेको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको व्यावसायिक तथा सिप विकास तालिम केन्द्र मार्फत सञ्चालनमा भएका तालिमहरूबाट धेरैजसो युवाहरू स्वरोजगार बन्दै जान थालेका छन्। व्यावसायिक तथा सिप विकास तालिम केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख तर्कराज विष्टले आर्थिक उपार्जनसँगै रोजगारीका अवसरहरू सिर्जना गर्ने उद्देश्यले आफूहरूले विभिन्न किसिमका सिप र तालिमहरू दिइरहेको बताउनु भएको छ। हामी विगत लामो समयदेखि बेरोजगार युवा शक्तिहरूलाई विभिन्न किसिमको सिपमूलक तालिमको माध्यमबाट स्वरोजगारीको सिर्जना गर्ने प्रयास गरिरहेछौँ र त्यो अनुसार हामीले विभिन्न किसिमका 6 महिने तालिमहरू पनि दिन्छौँ र बजारको माग अनुसार जस्तो माग छ र जसले रोजगारी सिर्जना गर्छ बजारमा त्यस्ता किसिमका तालिमहरू विगतदेखि सञ्चालन गर्दै आइरहेका छौँ र ती तालिमहरूबाट मानिसहरूको जीवनस्तरमा सुधार हुने, आय आर्जनमा वृद्धि हुने र मानिसले स्वरोजगारका अवसरहरू सिर्जना गरिरहेका छन्। यसले गर्दा यो क्षेत्रमा सकारात्मक प्रभाव परिरहेको छ। केही हदसम्म भए पनि गरिबी निवारणमा टेवा पुगिरहेको अवस्था छ अहिलेसम्म। आफूहरूले बेरोजगार युवाहरूलाई लक्षित गरी विभिन्न किसिमको सिपमूलक तालिमको माध्यमबाट रोजगार सिर्जना गरिरहेको भन्दै यसले आर्थिक समृद्धि र गरिबी निवारणमा टेवा पुगेको बताउनु भएको छ। मुख्य गरेर हामी जसरी यो प्लम्बिङ तालिम भयो, हाउस वायरिङ तालिम भयो, मेसन तालिम भयो, यो टाइल लगाउने तालिम भयो, यस्ता किसिमका तालिमहरू निर्माणको क्षेत्रमा काम लाग्ने किसिमका तालिमहरू दिइरहेका छौँ र धेरैजसो मानिसहरू अहिलेको अवस्था कस्तो छ, यहाँ तालिम लिन्छन्, तालिम लिएर तालिम सिकिसकेपछि अहिले तालिम सिकेर मात्र वैदेशिक रोजगारमा जाने ट्रेन्ड पनि बढेको छ र धेरैजसो मानिसहरू यहाँ तालिम सिकेर यहाँ पनि रोजगारीको अवसरहरू छन्, रोजगार गरिरहेका छन् र वैदेशिक रोजगारमा पनि अहिले बढी मान्छे जाने सिप सिकेर जाने प्रचलन चाहिँ बढिरहेको छ। सिप सिकेका अधिकांश युवाहरू सिप सिकेर काम गरिरहेको भन्दै वैदेशिक रोजगारीमा जानेहरूलाई पनि दक्ष जनशक्तिको रूपमा काम गर्न सहज भएको उहाँको भनाइ रहेको छ। सिप सिकेर विदेश जानुभन्दा देशमै काम गर्न आफूहरूले प्रेरित गर्ने गरेको भन्दै वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई समेत आफूहरूले फोकस गरेको उहाँको भनाइ रहेको छ। कञ्चनपुर जिल्लाकै विभिन्न बजार एरियामा अथवा कञ्चन भिन्नत नगरपालिकामै पनि यसरी भिजिट गर्ने हो, अनुगमन गर्ने हो भने हामी व्यक्तिगत रूपमा कहिलेकाहीँ घुमिरहेका हुन्छौँ, भिजिट गरिरहेका हुन्छौँ, पसल खोलेर बसिरहेका छन् र तपाईँको 40-50 जना त तपाईँको दैजीदेखि यो भीमदत्त नगरपालिकासम्म पसल खोलेर बसिरहेको अवस्था छ, जसले गर्दा उनीहरूले आय आर्जन गरेको र आय आर्जन गरेर घर परिवार धान्ने अवस्थासम्म पनि पुगेको अवस्था छ सिप सिकेर। त्यस्तो उनीहरू आफै भनिरहेका छन्। हामीले भन्दा नि उनीहरूले हामीले भिजिट गऱ्यौँ, अनुगमन गऱ्यौँ भने उनीहरूले काम गरिरहेको, आय आर्जन गरिरहेको अवस्था देखिन्छ बजारमा। हामीले तालिम सिकेर यो वैदेशिक रोजगारमा जानुभन्दा नि तालिम सिकेर नेपालमै बसेर काम गर्नुपर्छ, नेपालमै बसेर काम गर्न उपयुक्त हुन्छ भन्ने हिसाबले उनीहरूलाई बिचमा हामी एन्टरप्रेन्योरसिप डेभलपमेन्ट ट्रेनिङमा पनि यस्तो किसिमको हामी उनीहरूलाई साक्षात्कार गरिरहेका हुन्छौँ, उनीहरूलाई कन्भिन्स गरिरहेका हुन्छौँ र त्यसले धेरैजसो मान्छेहरूले धेरै सेक्टरमा अहिले यहीँ काम गरिरहेको अवस्था पनि छ। उदाहरणको लागि भनौँ मेसन तालिम दिएर अहिले पहिले सबै मान्छे मेसन घर चिन्ने काममा बाहिरको मिस्त्रीहरू मात्र हुन्थे। अहिले हाम्रो यो घर बनाउने काम, टाइल लगाउने काम, सम्पूर्ण कामहरूमा यहीँको लोकल मान्छेहरू हामीसँग सिप सिकेर यहीँ काम गरिरहेको अवस्था छ र यहाँले बजारमा जा देख्नु पनि हुन्छ अहिले काम गरिरहेकोमा धेरैजसो नेपाली मान्छेहरू नै काम गरिरहेको अवस्था छ। त्यसकारण हामीले वैदेशिक रोजगारमा जानुभन्दा पनि डोमेस्टिक क्षेत्रमा नै रोजगारीको अवसरहरू सिर्जना गरी यहीँ काम गर्नुपर्छ भन्ने किसिमको भावना उनीहरूमा सिर्जना गरिरहेछौँ। अहिले विदेशबाट फर्केर आएको मान्छेहरूलाई नि विगत वर्षमा हामीले 1-2 प्याकेजहरू पनि चलाएको थियौँ। उनीहरू जो वैदेशिक रोजगारबाट फर्केर आएको छन् उनीहरूमा कस्तो किसिमको सिप छ त्यो सिपलाई नै अपग्रेड गर्ने गरिकन र हामीले तालिम सञ्चालन गरेका थियौँ वैदेशिक रोजगारबाट फर्केका मानिसहरूको लागि र भविष्यमा त्यस्तो कार्यक्रमहरू हामी सञ्चालन गर्छौँ। र अहिले हामी तालिम दिनुभन्दा नि पहिले जुन तालिम हामीले दिएका छौँ जसमा व्यवसाय गरिरहेका छन् ती तालिम व्यवसाय गरिरहेका मान्छेहरूलाई नै पुनः तालिम दिएर अपग्रेड गर्ने र एडभान्स किसिमको तालिम प्रदान गरेर उनीहरूलाई रोजगारीतर्फ आकर्षण गर्ने उद्देश्य हाम्रो छ। सिप विकास तालिमले आफूहरूलाई स्वरोजगार बनाउन सहयोग गर्ने भन्दै सिप सिकेपछि आफ्नै व्यवसाय सुरु गर्ने तालिमका सहभागीहरूको भनाइ रहेको छ।
स्तरीय सिप विकासबाट हामीलाई तालिम लिँदा हामीलाई धेरै सहयोग भएको छ। अनि हामीलाई गरिबहरूको लागि सिप विकासले हामीलाई धेरै सहयोग गरेको छ। अनि सिप विकासबाट हामीले धेरै कुराहरू सिकेका छौँ र हामीले यो कुराहरू सिकेर पुरा हामीले आफ्नो घरमा बसेर हामी केही गर्न सक्नेछौँ। चाहिँ धेरै सिकियो। फर्स्ट यो मेसिन पनि कसरी के गर्ने केही कुरा थाहा थिएन आफूलाई। अहिले त्यो सियोको बारे यो उही थाहा थिएन, धागै हाल्नु पनि आउँथेन। यहीँ आएर धेरै कुरा सिकियो। हामीले चाहिँ 6 महिने तालिम थियो होइन। 6 महिनामा चाहिँ घरहरूको सिङ्गल फेजको प्रोग्राममा यसमा चाहिँ हामीले घरहरूमा वायरिङ कसरी गर्ने, के सामान लाग्छ, इस्टिमेट र सबै एउटा घरको वायरिङ गर्न समक्ष एकदम राम्रो छ रोजगारको लागि। अनि बाहिर जानु पर्दैन, आफ्नै हातमा सिप भनौँ न, सबै अब राम्रै छ सिकेपछि सिप। युवा बेरोजगारी बढिरहेको र युवा पलायन भइरहेको अवस्थामा कार्यालयले सञ्चालन गरेको यस प्रकारको सिपमूलक तालिमले स्वरोजगारका अवसरहरू सिर्जना गर्ने उहाँहरूको भनाइ रहेको छ। हाम्रै पार्लर सम्बन्धी भयो, हेयरस्टाइल भयो, यो हाम्रो नेल सम्बन्धी भयो, धेरै कुराहरू सिकिन्छ। अनि जे भए पनि हामीले रोजगारको अवसर पाउन सक्छौँ कि पछि गएर हामीले तालिम लिइसकेपछि आफ्नो व्यवसाय खोल्न सक्छौँ। अनि यहाँ सिकेर कि पछि भविष्यमा आफूलाई केही रोजगारी पाउँछ कि भन्ने इच्छाले म यहाँ सिक्न आएकी हुँ। हामीले अहिलेसम्म फन्डामेन्टल अनि डेस्कटप एमएक्स वर्ड, एमएक्स एक्सेल सिकिसकेका छौँ। यो सिकेर मतलब कम्प्युटर सिकेर आफूले पनि हल्का केही रोजगारी सरकारी रोजगार नपाए भने कि बजारमै पसल खोलेर कम्प्युटरै खोलेर पनि सिकाउन सकिन्छ कि भन्ने इच्छाले हामी यहाँ सिक्न आएका हौँ। युवा पलायन घटाउने, स्वरोजगार वृद्धि गर्ने र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले प्रदेश सरकारले सबै जिल्लाहरूमा यस प्रकारका स्वरोजगारमूलक तालिमहरू सञ्चालन गर्दै आइरहेको छ। सिप सिकेर विदेश जानुभन्दा देशमै काम गर्न प्रदेश सरकारले प्रेरित गरिरहेको छ। सिप विकास तालिमले आफूहरूलाई स्वरोजगार बनाउन सहयोग गरेको र सिप सिकेपछि आफ्नै व्यवसाय सुरु गर्ने विभिन्न तालिमका सहभागीहरूको भनाइ छ। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको समृद्धिका लागि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतमा लगानी गर्दै आएको छ। शिक्षा क्षेत्रका संरचना जीर्ण भएका स्थानमा संरचना निर्माणमा प्रदेश सरकारले विशेष जोड दिएको छ, जस अन्तर्गत प्रदेश सरकारले संरचना जीर्ण बन्दै गएको डोटी बहुमुखी क्याम्पसको भवन निर्माण गरी विद्यार्थीलाई पठन पाठनमा सहज बनाएको छ। पुनः चर्चा सहकर्मी सुभाष नेपालीबाट। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको समृद्धिका लागि शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधार विकासमा टेवा पुर्याउँदै आएको छ। प्रदेश सरकारले शिक्षा क्षेत्रको विकासका लागि शिक्षामा लगानी गर्दै पनि आइरहेको छ। संरचना जीर्ण बन्दै गएपछि पठन पाठन गर्न गराउन समस्या भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारले डोटी बहुमुखी क्याम्पस हाताभित्र सुविधा सम्पन्न भवन निर्माण गरेको छ। जीर्ण भवनहरूमा शिक्षण सिकाइ क्रियाकलाप गराउँदा विभिन्न समस्याको सामना गर्दै आएको क्याम्पसमा सो भवन निर्माण पश्चात शिक्षण सिकाइ क्रियाकलापमा उल्लेख्य सुधार भएको क्याम्पस प्रमुख दिलानन्द जोशीले बताउनु भएको छ। जीर्ण अवस्थामा रहेको पी चन्द्र अस्पतालबाट हाम्रा ओपिडी भवन भनेर एउटा पुरानो भवन थियो, त्यो पुरानो भवनलाई चाहिँ फालेर हामीले नयाँ भवन गऱ्यौँ। नयाँ भवन गर्दाखेरि पहिले असहजता थियो, शिक्षण क्रियाकलापमा विद्यार्थीलाई बस्नको लागि असहजता थियो, शिक्षण क्रियाकलापको लागि असहजता थियो। अत्याधुनिक किसिमको चाहिँ व्यवस्थाहरू थिएन, बेन्च कुर्सी राख्न समस्याहरू थियो, माटोले निर्माण भएको थियो। अहिले यो प्रदेश सरकारबाट चाहिँ जुन हाम्रो भवन चाहिँ उपलब्ध गराउनु भयो सामाजिक विकास मन्त्रालय थ्रो र त्यसले गर्दाखेरि अहिले चाहिँ सम्पूर्ण कुराहरू सहज भएको छ। नयाँ आधुनिक भवन निर्माण भएसँगै क्याम्पसमा विद्यार्थी सङ्ख्या बढ्नुका साथै शिक्षण सिकाइ क्रियाकलाप पनि प्रभावकारी भएको उहाँको भनाइरहेको छ। परिवर्तन त भत्तै भएको छ। टियुमा विद्यार्थी सङ्ख्या घट्यो, अरू पहाडी क्याम्पसहरूमा विद्यार्थी सङ्ख्या घट्यो भनेर जहाँ तहाँ चाहिँ रिपोर्टिङ डाटाहरू त्यो छ। तर हाम्रो डोटी क्याम्पसमा भौतिक पूर्वाधार निर्माण भइसकेपछि जस्तो उल्टो भएको छ। हाम्रो क्याम्पसमा अरू क्याम्पसको वर्षको तुलनामा अथवा पहाडी क्याम्पसको तुलनामा विद्यार्थी भत्तै सङ्ख्यामा बढेको थियो। यो भवन निर्माण हुनुभन्दा पहिले टोटल रूपमा हाम्रा विद्यार्थी सङ्ख्या जम्मै फ्याकल्टी लाएर लगभग 300 को हाराहारीमा थिए भने अहिले वर्तमान अवस्थामा
हाम्रा चाहिँ 1342जना चाहिँ विद्यार्थीले चाहिँ एडमिसन गरेका छ। यहाँ विद्यार्थी चाहिँ बढेको छ। यसले के प्रुभ हुन्छ भने शिक्षण क्रियाकलाप गर्दाखेरि विद्यार्थीले चाहिँ पहाडी क्षेत्रमा रोक्नको लागि भौतिक पूर्वाधारको पनि महत्त्वपूर्ण भूमिका हुँदो रहेछ भन्ने एउटा त्यसले पनि प्रमाण। पुराना जीर्ण भवनहरूमा पठन पाठन गराउँदा पानी चुहिने, माटो खस्ने र भूकम्पको उत्तिकै जोखिम रहेकोमा अब भने सो समस्या समाधान भएको भन्दै विद्यार्थीहरूले खुसी व्यक्त गरेका छन्। पुरानो जिरो अवस्थामा भवन थियो जो चुहिने होइन, माथिबाट पत्थरहरू खस्ने, माटो खस्ने होइन, पानी पर्यो भने पानी आउने जस्तो त्यो समस्याहरू थियो। त्यो समस्याहरू चाहिँ अहिले सल्भ भइसक्यो। पछिल्लो समय जुन नयाँ भवनहरू, नयाँ बिल्डिङहरू हाम्रो यहाँ डोटी क्याम्पसमा बनेको छ, एकदमै पढाइमा एकदमै सहज भएको छ। पहिला जुन अवस्थामा रहेका थिए भवनहरू, त्यो भवनमा चुहिने, पानी चुहिने समस्या थियो, त्यो समस्या चाहिँ अहिले समाधान भएको छ। बिल्डिङहरू बनेको छ, एकदमै पढाइमा सहज भएको छ। शौचालय सहित 12 कोठे भवनको पहिलो तल्लाको 1 करोडमा अनमोल कन्स्ट्रक्सनसँग र दोस्रो र तेस्रो तल्ला निर्माणका लागि कालिका कन्स्ट्रक्सनसँग 1 करोड 50 लाखमा सम्झौता भएको थियो। प्रदेश सरकारले भवन निर्माण गरिदिएपछि एकातिर क्याम्पसमा विद्यार्थीहरूको आकर्षण बढेको छ भने अर्कोतर्फ शिक्षण सिकाइ क्रियाकलाप पनि प्रभावकारी भएको छ। जीर्ण भवनहरूमा शिक्षण सिकाइ क्रियाकलाप गराउँदा विभिन्न समस्याको सामना गर्दै आएको क्याम्पसले अहिले भवन निर्माण पश्चात शिक्षण सिकाइ क्रियाकलापमा उल्लेख्य सुधार गरेको छ। दर्शकवृन्द, सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा एनटिभी कोहलपुरले निर्माण तथा प्रसारण गर्दै आएको कार्यक्रम सुन्दर सुदूरपश्चिमको अब हामी अन्त्यमा छौं। हवस् त दर्शकवृन्द, आजका लागि कार्यक्रम सुन्दर सुदूरपश्चिम यति नै। अर्को हप्ता नयाँ विषयवस्तु सहित उपस्थित हुने नै छौं। कार्यक्रम उत्पादन टिमका सबै सहकर्मीसँगै मलाई पनि बिदा दिनुहोस्। नमस्कार।